आज चाहिँ मेरो सानोलाई रातिको 2 बजे ज्वरो आएर हन्न नि भएछ कि म त अनि मम्मा भनेर भन्दैछु छामेको त तातो न तातो भयो। अनि त्यस पछाडि थर्मोमिटरले नापेको त 101 ज्वरो आएको रहेछ। अनि त्यस पछाडि यो ल्याएर नापेको कि अनि टाउकोमा पुऱ्याउँछ अनि मम्मा आया ज्वरो भनेर भन्छ। नानीलाई के भयो अरे? हजुर के भयो? ज्वरो आयो। ए कहाँ आयो ज्वरो नानी? ज्वरो कहाँ आयो? यता हेरिदिनु न, यहाँ बत्तीलाई हेरिदिनु न, यहाँ बत्तीलाई। ज्वरो कहाँ आयो? देखाइदिनु त एकचोटि, देखाइदिनु न। ज्वरो कहाँ आयो देखाइदिनु न। सानो कहाँ आयो? यहाँ आयो हो ज्वरो? खुट्टीमा आयो हो ज्वरो? ए त्यहाँ आयो। अब ज्वरोको औषधि खाएको त नानीलाई निको हुन्छ। हस् खोइ हस् भनेको त। ए नानीको भाउजू कसरी कराउँछ अरे? अनि यता हेरेर भन्नु त, यता हेर्नु त, है बत्तीलाई हेर्नु त, है बत्ती निभाइदियो मैले। यहाँ हेर्नु त है। अनि बाख्रा कसरी कराउँछ? बाख्रा कसरी कराउँछ? म्याउ म्या